हेलो गाइस, अहिले चाहिँ म ठ्याक्कै दुख्ला एयरपोर्टभित्र छु। बिहानदेखि पर्खेर बल्ल टिकट पायो। अहिले चाहिँ ठ्याक्कै दुख्ला एयरपोर्ट चाहिँ पुरा खाली छ। हामी लास्ट ग्रुप 4:30 भइसक्यो बेलुकाको। अब सायद हामी उठ्छ होला। अब प्लेन आउने टाइम हुनु लाग्यो। हेरौँ है त हामी उठ्छ उठ्दैन। We are the last group for Kathmandu. Hopefully. यसै भिआइपी रूप दुख्लाको ठ्याक्कै हामी 18 जना मात्र पर्खिरहेछौँ। अब चाहिँ सायद उठ्नु सक्छ कि सक्दैन भने चाहिँ अब प्लेन आएपछि थाहा हुन्छ। प्लेन आयो दुख्लामा, प्लेन आयो ठ्याक्कै 4:41 मा आयो है त। अब हामी उठ्ने काठमाडौँ। सो अब चाहिँ जानु लाग्यो है त। Ravin sir, thank you. Chopper son, ciao, see you in 1 week. सबजना गयो अब। लास्ट फ्लाइट केही छैन अब। बेलुकाको 5 बजी पुग्छ कि क्या। So finally, after waiting for 10 घन्टा Hello. We are flying now to Kathmandu. Oh, ist wie eine Achterbahn. Ja. Kathmandu पुग्यो काठमाडौँ। ल्यान्ड गर्नु लाग्यो। ल्यान्ड Good. So I got my bag. Oh, हिँड्यो केटा हो। सो काठमाडौँ पुग्यो गाइस। बेलुका पो आएको। आज चाहिँ म के गर्छु भन्दाखेरि इनड्राइभ हेर्छु अनि इनड्राइभ खोजेर अलि सस्तो ठ्याक्कै मिनिमम फेयर भन्ने मान्छेलाई चाहिँ अलि एक्स्ट्रा पैसा दिन्छु है त। अब को चाहिँ इमान्दारी रहेछ त्यसले पाउने भयो। हजुर सरस्वती नगर गोल्डन पिक स्कुल हुन्छ। कति हो? कति उठ्छ अनलाइनमा? हेर्नु न। तपाईको त्यो घर चाहिँ हो? जाउँ त मिलाएर। कति उठ्छ हेर्नु न। 120 भन्दा नि 120 हो? हजुर उतातिर पाउँछ क्या। दाइ ओके हस् ठिक छ ल। इनड्राइभ दाइ गोल्डन पिक स्कुल सरस्वती नगर। भिडियो चाहिँ नखिच्नु होला है। ए हस् हुन्छ। तपाईँको खिचेछ मेरो आफ्नै। कहाँनिर भन्नु छ? गोल्डन पिक स्कुल के कति हो? 350। 350 हस् थ्याङ्क यू दाइ। 350 हेर्न नहुने कुरा गरेर हुन्छ नि। अनि हेरौँ अब। यहाँ त लुट्नु बस्छ क्या कहिलेकाहीँ त। कहिलेकाहीँ होइन म्याक्सिमम् लुट्नै बसिरहेको हुन्छ।
350 त टु मच हो नि 100 कति कति आउँछ इन्डिया बधाई सरस्वती नगर जानुपर्ने गोल्डन पिक स्कुल कहाँ हो गोपी कृष्ण भवन अलि भित्र पछाडि अँ सरस्वती नगर के अँ कति हो जाम कति हो 300 दिनु 300 एकदम मिलाएर मिलाएर कति मिलाएर एकदम मिलाएर 300 नै सधैँ त्यस्तै काम हो अनि होइन 300 त बढी भयो हजुर 300 बढी भयो अनलाइनमा 120 कति आउँछ त्यो अनि बुक गर्नु नि त त्यस्तो हो भने ल हुन्छ म बुक गर्छु 280 दिनु अनि 280 होइन भाइ 200 दिन्छु त 200 200 हुँदैन हुँदैन गाटा हुँदैन होइन गाटा हुँदैन 200 मा जानुहुन्छ जाने भए जाउँ होइन जानु त जाउँ तर लागिरहनु गरेर पनि हुन्न मलाई पनि त्यसै दुरीमा बस्नु पर्यो नि होइन त्यही त 200 गरौँ न दिनु न म ठ्याक्कै घरको गेटमा छोडिदिन्छु 200 गर्नु न अहिले पाइहाल्छ 200 ल्याउनु नि सर 200 मा मजाले पाउँछ 120 आउँछ क्या 200 दिइरहेको छु मैले अन्त 200 यो मान्छेले 200 मा माने भए 400 जति दिनु सोचेको ठिक छ अर्को पाउँछ होला अब अनलाइनले बुक गर्नु पर्दा जस्तो मान्छे पाउने कि सबैले महँगो महँगो भन्दैछ पाउनु चाहिँ पर्ने हो अब हेरौँ है त अनलाइनमा कति आउँछ ठ्याक्कै त्यसको डबल चाहिँ दिन्छु म एक 135 आउँदैछ हेलो तपाईँ चाहिँ कहाँ हुनुहुन्छ खोइ तपाईँ तल जान्छ तल गएछ मेरो बाइक जम्दै बसौँ ओके हजुर गोपी कृष्ण भित्र विदेश जाने ब्लगको अलि अगाडि सुरु म रोक्छु अलि अगाडि ओ एक गियरमा रोक्नु दे ओके धन्यवाद आयो पुग्यो हजुर कति भयो दाइ लसे 150 थ्याङ्क यू दाइ थ्याङ्क यू जस्तो जोरो खासमा 300 दिने भनेको दाइ एकदम इमान्दार रहेछ नि मान्छेदेखि So, room to go guys. Thank you. Take care. Watch my videos.